मलाई सजिलो पढ्न ज्ञानी बनाउनु मलाई पढ्न सिकाउनु आज मेरो बज्यो गगन। सबैलाई चढाउनु पर्छ नि भगवानहरूलाई पानी चढाउनु पर्छ। है 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 कुलु गर्ने अब बत्ती बाल्नुपर्छ। तिमी घन्टी बजाउने घन्टी बजाऊ गरेर बजाऊ घन्टी बजाऊ बजाऊ टिनिङ 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 बजाऊ। बजाऊ बजाऊ घन्टी ल बत्ती समातेर घुमाउनु पर्छ। ल बत्ती समातेर न स्वामी जय जगदीश हरे भक्त जनों की संग में दूर स्वामी जय एउटा देउसी भगवानलाई यहाँ नजिक राम्रो आएको छ ढोका खोल्ने उज्यालो देखेछ। देउसी भगवानलाई ल राख्छ लाग्छ देउसी भगवान मलाई धेरै पढ्न आओस् भन। सबै भगवानलाई पूजा गर सानी ल्याऊ पूजा गर भगवानलाई यहाँ यसो गरेर यहाँ पूजा गर भगवान पूजा गर भगवान गर फुलु पनि गर पूजा गर भगवानलाई। हो ल यसो गर यहाँ टिका लगाइदेऊ भगवानलाई टिका यहाँ भगवानलाई लगाइदेऊ यहाँ टाउकोमा भगवान टाउकोमा हो गर टिका लगाइदेऊ यहाँ भगवानलाई। हो बस ल भयो अब पानी चलाउने भगवान आइरहेको छ माता। ल पानी खानु भगवान भन पानी खानु भगवान लु पानी खानु भगवान को भगवान बाटो जानु ल अर्को उहाँको अर्को भगवानमा जानु ल अब बिस्तारै निस्केर हो लेन अहिले धुप लास्टमा सल्काउनु अहिले पूजा सबै भगवानलाई गर्नु पहिला अनि लास्टमा धुप सल्काउने ल गणपति बाबालाई जाऊ उठ्ता जाऊ आउनु आउनु
माथि भगवानलाई पूजा गर फुल चढाइदियो हो त्यहाँ राखिदियो फुल राख मम्मी बोक्छु अनि टिकी लगाइदियो भगवानलाई फोटो खिचिदिन्छ यसको दुई पूजा गर्न आऊ भगवानलाई पूजा गर्न आऊ राधा कृष्ण भगवानलाई पूजा गर्न आऊ जाऊ भित्र जाऊ मम्मी जाऊ हिँड पूजा गर्न आऊ राधा कृष्ण भगवानलाई जाऊ अब मम्मी त पूजा गरेको राधा कृष्ण राधा कृष्ण राधा अब फुलु नटी भयो तिर्छन् हुन्न हिँड हुन्न मम्मी जाऊ आइज अब धुप बाल्ने अर्को पालो आइज भगवान पाला आइज भगवान पाला आइज त आउनु सक्छस् सक्दैन पाक लट्टा है यस्तो गरेर उक्ला लाल त है यहाँ उभिएर बस्छ यहाँ उभि भगवानलाई टिका लगाउनु पर्यो नि त होइन पहिला टिका लगाइदियो भगवानलाई आइज यहाँ आइज यतापट्टि पहिला टिका भगवानलाई तिमीबाट लड्छ के भयो हुन्न आउरे त्यता होइन यता भित्ता हो यता मामे आऊ मामे उता बोलायो आइज हिँड मामी बोलायो पानी चढाउनु पर्छ उठा देउकी भगवानलाई अब जिउवा गर यहाँ ढोगी गर भगवानलाई यसरी ढोगी गर गणेश भगवान जिउवा गर यहाँ गर भगवानलाई जिउवा गर नमस्ते भगवान गर नमस्ते बाई भगवान पूजा गर्न फोटो खिच्दैन अब पानी गर्छ बाबुले पानी चढाउँछ अब पानी गर अब ल लोटा ओम नमः शिवाय शम्भु ओम नमः शिवाय शम्भु ओम नमः शिवाय शम्भु अब जिउवा गर
नमस्ते गर हो ल भयो पूजा गर्यो अब हात धुन्छ ल जाउँ हात धुनु जाउँ हात धुनु नभए हात धुनु ल धारामा हिँड यतापट्टि धारामा धारा नि थाहा भइसक्यो हो त्यहाँबाट यतापट्टि आइज नि त मम्मीसँग आइज नि त मम्मी बुढी गर्छु पानी खानु लागि उठेर आइज ल झर जाने अब घर ल आऊ त आऊ उठ कति छिटो आएको ल छिटो आऊ ल अबे छिटो आऊ ल हिँड न कुदा अबे बाबु यता हेर